everyone, welcome back to my channel. So आज चाहिँ म देखाउँदैछु मेरो स्टोर, सानो स्टोर है, जहाँ चाहिँ तपाईहरुले यस्तो अर्ग्यानिक पहाडको खानेकुराहरु सँगै यस्तो ताजा खानेकुराहरु सब्जीहरु सँगै चाहिँ यो सयपत्रीहरु। अब आज चाहिँ लक्ष्मी पूजाको दिन हो है, बिहान अब सरसफाई मजाले भरे बेलुका हुनेछ, पूजा हुनेछ यहाँनेर। यो चाहिँ गुड मर्निङ भिडियो हो। बिहान उठेर चाहिँ मैले पसल खोलिसके है। सो यो चाहिँ ठ्याक्कै हाम्रो पुरानो सब्जी मण्डी 6 नम्बर वडा कार्यालय भवन त्यहाँ छ, अनि शनि मन्दिर सँगै जोडिएको चाहिँ मेरो पसल हो। अन्त पहाडको यस्तो फ्रेस चिजहरु चाहिँ हो हामी ल्याउँछौँ। यस्तो गाह्रो भए तापनि अफ रोड बाटो गाडी भाडा हैन, गाडी टुटफुट तर यस्तो फ्रेस आइपुग्छ क्या दमकमा है। सो हजुरहरुलाई चाहिँ हामी कुरियर पनि गरिदिन्छौँ अलिक रहने चिजहरु। अब यस्तो हरियो सागसब्जीहरु चाहिँ अब कुरियर हुँदैन हैन। यस्तो राम्रो सागसब्जीहरु चाहिँ आइसकेको छ रवि अर्ग्यानिकमा, हजुरहरुले चाहिँ लिन सक्नुहुन्छ। यस्तो मिठो बास्ना आइरहेछ हो, फुल यस्तो मिठो बास्ना आइरहेछ, एकदमै चाहिँ घर गाउँमै बसेको फिल गराउने अनि ओरिजिनल सयपत्रीको फुल। ल हेर्नु त यी सबै यो सागसब्जीहरु चाहिँ हाम्रो रवि अर्ग्यानिकमा पाउँछ है। ल हल्का म सामान पनि देखाइदिइहाल्छु तपाईहरुलाई हाम्रोमा के पाउँछ भनेर। कतिपय चाहिँ सकिरहेको छ, यो इलामको चकलेट हो, चकलेट छुर्पीहरु पनि पाउँछ के फ्रेस। यो चाहिँ मेरो डेली आउँछ नि त माथिबाट, त्यो भएर चाहिँ यो चाहिँ मलाई मन्दिर भेनाले हाल्दिनुहुन्छ। थ्यांक यू भेनालाई। अनि शिलाजितहरु एकदमै लग्नुहुन्छ यहाँको। अन्त म चाहिँ नेसनल लाइफमा पनि काम गर्छु है बाइ द वे, तपाईहरुलाई बचत गर्नु पर्यो भने। अनि हाम्रो चाहिँ यो बफ सुकुटी चिकन पर्क अचारदेखि लिएर सुकुटीहरु पनि पाउँछ, बफ सुकुटी अनि पर्क सुकुटी पाउँछ। अनि भेज आइटमको टन्नै अचारहरु पाउँछ है, टिमुरको छोपको अचारदेखि लिएर आँपको मुलाको तामाको अचार, डल्लेको पेस्ट अचार हैन, करेलाको अचार, किवीको अचार, के को अचार मनपर्छ, कागतीको अचार, सबै अचार किनीमा पहाडको यस्तो राम्रो किनीमा पाउनुहुन्छ तपाईहरुले। अन्त यो मेलको चुक यस्तो राम्रो ओरिजिनल छ मेलको चुक है, यिनीहरु पनि पाउनुहुन्छ। यी सबै छ के पहाडको चीजहरु। अनि डल्ले यस्तरी गरेर मसलेदार डल्ले पनि छ हैन। अनि यो यस्तो उयो वाला डल्लो सादा वाला डल्ले पनि छ है। यहाँ चाहिँ मेरो यस्तो गण्डागोल छ, यो चाहिँ अब मिलाउनु पर्ने हुन्छ। हजुर 150 हजुर लानु हुने लानु न, ओरिजिनल फुल राम्रो छ एकदम। बिक्री फुलको कस्तो चल्दै छ मार्केटमा? फुलको मार्केट एकदमै राम्रो छ आज लक्ष्मी पूजा। पास्तर रविको मग बास्ना आउने फुल हो हैन, मग बास्ना आउने फुल हो। सुगन्ध 150 मात्र। यस्तो ओरिजिनल आउँछ पहाडबाट है, यस्तो राम्रो छ हर्र बास्ना आउने पास्तरबाट। सो तपाईहरु आउन सक्नुहुन्छ। यहाँ चाहिँ हाम्रो पर्कको सुकुटी हो। नम्बर हो तपाईलाई, नम्बर मान्दैन उनले, नदिनु भनेको छ मलाई कि फोन साह्रै जान्छ अरे। भरे होइन आउनुहुन्छ, केही फरक पर्दैन, आउनुहुन्छ के तपाईको हराउँदैन। अनि भन्नु न सम्झाउनु कसले नम्बर मैले दिएको कि अस्ति रिसाएर कसले नम्बर दिएर फोन आएर दिमाग खराब भन्दै थियो क्या। म भनिदिन्छु ल, म भनिदिन्छु ओके। ल ट्याक्कसँगले किन मेरो ब्लर आइरहेछ भनेको त्यस्तो मात्र रहेछ। ल यस्तो राम्रो यो सुकुटी पनि आउँछ हो। अनि इलामको चियापत्तीहरु पनि छ। अन्त यहाँ चाहिँ मेरो बेबी सुट छ, अझै चाहिँ मेरो बेबी घर लगेको छ यानाले। सो यो चाहिँ मेरो बेबीको ओछ्यान हो। अनि यहाँ चाहिँ ग्रिन टीहरु पनि ए लेभलको ग्रिन टी छ, यस्तो राम्रो ग्रिन टीहरु छ। यो चाहिँ पल ग्रिन टी भन्छ हैन, यो चाहिँ पल ग्रिन टी भन्छ, एकदमै ओरिजिनल। यसमा चाहिँ बिसादीहरु के पनि हालेको छैन क्या, कस्तो मजाले भिडियो नआएको अरे। यो चाहिँ बिसादीहरु केही हालेको छैन, यो चाहिँ एकदमै अर्ग्यानिक ओरिजिनल पल ग्रिन टी हो, जुन चाहिँ तपाईहरुलाई एकदमै सुपथ मूल्यमा एकदमै राम्रो क्वालिटीको दिन्छौँ, प्रोभाइड गर्छौँ। यो चाहिँ पुदिना ड्राई हो, ड्राई अकबरीहरु पनि पाउन सक्नुहुन्छ हैन। यहाँ के छ याङ बेन्जी हाउहरु पनि पाउनुहुन्छ हजुरहरुले।
अनि किवीको जुस एकदमै फ्रेस किवीको जुसहरू पनि पाउन सक्नुहुन्छ है कोल्ड ड्रिङ्क्समा चाहिँ हजुरले। अनि हाम्रो चाहिँ यो कोदो फाफरको पिठोहरू पनि पाउनुहुन्छ कि। अन्त यो कोदोको पिठो फाफरको पिठो यो सबै पाहाडबाट हो। यो मोरिङ्गा पाउडर यो चाहिँ नेपालको प्रडक्टलाई मैले एकदमै सपोर्ट गरेको हो। यो चाहिँ अनि मार्सी चामल सुगर पेसेन्टले पनि खान मिल्ने। सातु 50 रुपियाँ पावा, 50 रुपियाँ पावा हजुर, 200 रुपियाँ केजी। राम्रो छ, मिठो छ, बोजू लानुहोस्। हुन्छ म प्लास्टिक दिइहाल्छु ल साथीहरू। यस्तो यहाँ यस्तो हुन्छ गाजन गुजुङ के गर्नु, त्यतिको त हुन्छ नै हुन्छ कि। यहाँ पनि स्टक छ मेरो हो, आधी केजी त यहाँ अटिहाल्छ होइन। अब यो पसललाई चाहिँ जति नै सफा राख्छु जे गर्छु भन्दा नि साग सब्जी के ल्याउने भएर चाहिँ एकदमै गाह्रो के। लिनु त छान्नुहोस्, यस्तो राम्रो छ हेर्नु त, यस्तो फ्रेस साग सब्जीहरू तपाईँहरूको लागि भनेर एकदम। यो पनि सबै उयो हो कि, यो लसुन पनि पाहाडकै हो है। हाम्रो बोजूले किन्दै हुनुहुन्छ यहाँनिर सिमी मिठो मिठो। अन्त यहाँ पनि छ। अब यस्तो हुन्छ कि यो कच्चा पदार्थहरू चाहिँ कति बिग्रेर नि जान्छ होइन। अनि अब त्यो पनि घाटा पनि सहनु पर्यो, कहिले नाफा हुन्छ कहिले घाटा हुन्छ। यस्तो पहेँलो फर्सी पनि छ है, सो यो पनि छ। अनि तर एकदमै हामी छिटो ल्याउँछौँ कि सामान चाहिँ। यो चुचे करेलाहरू भर्खर पाहाडमा निक्लिँदैछ, अब झापामा खानु पाइहाल्नुहुन्छ हो। अनि यो बिही अमला केरा सबै यो 5 थरको प्रडक्ट हो है। किसानहरूलाई एकदमै सपोर्ट गरिरहेको हुन्छु मैले चाहिँ, किनभने उहाँहरूको मैले मजाले बेचिदिएँ। अनि म जस्तै अरू व्यापारीहरूले बेचिदिनु भयो भने उहाँहरूको चाहिँ के हुन्छ, मूल्य बढ्छ, बजार पाउँछ होइन। अलिक लाउनुहोस्, पुगेको छैन। मूल्य बढ्छ, बजार बढ्छ, त्यो भएर चाहिँ सपोर्ट गरिदिरहेको हुन्छु है, सपोर्ट गरिदिरहेको हुन्छु मैले चाहिँ। अब कति धेरैजना चाहिँ इन्सपायर पनि हुनुहुन्छ अनि मलाई एकदमै धेरै खुसी लाग्छ के। किनभने अरूले पनि इन्सपायर भएर गर्नु भनेको त किसानहरूलाई नै राम्रो हुनु हो नि त। त्यो भएर चाहिँ है ल चक्कसँगले लिनुहोस् त। मिलाएर पनि 150 नै हो। हजुर मिलाएर 150 हो। छानी लानु न, राम्रो छ। छानी लानुहोस्, राम्रो छ, बास्ना हरार आउने खालको छ। ओरिजिनल सयपत्री। ल टाक्कासँगले चाहिँ अघि चाहिँ एकदमै भिड थियो, अनि अब भिड हुँदा चाहिँ भिडियोहरू गर्नु पाउँदैन होइन। सो त्यही भएर चाहिँ अनि अब ठिक्कको हुँदाखेरि चाहिँ अब भिडियोहरू पनि गर्न पाइन्छ है। अनि यो पार्टीको साबुन चाहिँ यस्तो धेरै बिग्छ मेरोमा है। यो चाहिँ यो पनि नेपालको प्रडक्ट भएर चाहिँ, नेपाली प्रडक्ट भएर चाहिँ मैले यसलाई पनि सपोर्ट गरेको हो। एकदमै धेरै राम्रो छ, रेस्पोन्स यस्तो राम्रो छ यसको है यो साबुनको। अब झापामा झन् घाउ खटेर आउँछ। हजुर यो फुल 150 हजुर। ल होइन यस्तो छ, राम्रो छ, सुगन्ध हर्रा आउने छ, ओरिजिनल छ होइन। अब हाम्रोमा सबै नेपाली प्रडक्ट हुन्छ। अनि विशेष गरेर त पाहाडकै हो हाम्रो चाहिँ, पाहाडकै चिजहरू मात्रै राख्छु म चाहिँ। अनि अब कुनै चिज चाहिँ अब पाहाड बाहेक अरू राख्यो भने पनि नेपाली ब्रान्ड नेपाली प्रडक्टहरूलाई चाहिँ मैले सपोर्ट गरिरहेको हुन्छु होइन। त्यसमा चाहिँ पर्छ यो साबुन हो। अन्त अब यो चक्लेट्सहरू इलाममा चाहिँ आउँछ, छुर्पीहरू होइन। अनि मासुको अचारहरू त हामी आफै बनाउँछौँ, किरिमाहरू पनि आफै। अनि घिउहरू पनि पाउनुहुन्छ, शुद्ध घिउहरू पनि आउँछ यहाँनिर है। शुद्ध घिउ, जुसहरू, सिन्की, गुन्द्रुक सबै के आउनुहुन्छ है त साथीहरू। म चाहिँ यस्तो अब हल्का घट्दैछु कामले, नत्र भए चाहिँ म एकदमै मोटी भएर संसारकै मोटी भएर है। आजको चाहिँ मेरो एकछिनको बिहानको भ्लग बनाएको यो चाहिँ। हजुर राम्रो छ त, यहाँ छ त, राम्रो छ, फुलले छोपेको छ। हजुर 3 मुठा 400 ल्याउनु न। 3 मुठा एकछिन ल।
आउँदैन रहेछ 430 दिनु न ल 430 दिनु न 20 रुपियाँ डिस्काउन्ट तपाईँलाई ल डिस्काउन्ट चाहिँ अब फाइदा चाहिँ भएन मलाई होइन तर पनि अब डिस्काउन्ट मागिहाल्नु भयो हो भनेर मैले उहाँलाई डिस्काउन्ट दिएँ अब ठुलो प्लास्टिक चाहिन्छ कि यसको लागि चाहिँ ल टाकासँगले आजको बिहानको एकछिनको भ्लग हो है यो चाहिँ साथीहरू ल थ्याङ्क यू सो मच तपाईँहरूलाई पनि केही सामानहरू चाहियो भने यसरी आउनु होला अङ्कल मिठो बास्ना छ नि बास्ना त यति बेला त बास्ना राम्रो हुन्छ भोलि पर्सि यसको सिजन गएपछि फेरि हजुर हो हेर्नु छानी छानी लानु न सिजन गएपछि फेरि बास्ना पर्दैन 150 छानी छानी ठुलो बिटा छ मिठो बास्नावाला आउनु न हेरेर लानु भनेर भन्नुपर्ने हुन्छ कि हजुर 80 100 ल 430 570 50 एउटा हात्ती मोबाइल चलाउँदैछु मैले चाहिँ रिटर्न दिनु पर्यो हो एकछिनको भ्लग गरेको कि मैले बिहानको फेरि बिजी भन्छ नि त ल थ्याङ्क यू धन्यवाद छान्नु न छानी छानी लानुहोस् न त्यहाँ कति भयो